विद्यालयका मेरा आदरणीय शिक्षक शिक्षिका तथा सम्पूर्ण साथीहरुमा हार्दिक अभिवादन। आज म यसै विद्यालयको कक्षा 7 मा अध्ययनरत छात्रा जेनी गुरुङ आफ्नो कविता लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक रहेको छ आमा। मेरी आमा प्यारी आमा, मेरी आमा प्यारी आमा, संसारकै सबैभन्दा राम्री आमा, संसारकै सबैभन्दा राम्री आमा। 9 महिना कोखमा बोकी जन्म दियो तिमीले आमा, 9 महिना कोखमा बोकी जन्म दियो तिमीले आमा। कति दुःख भोग्यौ होला तर तिमी त त्यो पीडालाई पनि सुखमा स्वीकार्ने आमा। आफू भोक भोकै बसेर छाती जोस्न दिएकी थियौ, आफू भोक भोकै बसी छाती जोस्न दिएकी थियौ। हिँड्न दौडन र ताते ताते बनेर बोल्न सिकाएकी थियौ। आफ्ना सपना भुलेर हाम्रा चाहनाहरू पूरा गर्ने मेरी आमा, आफ्ना सपना भुलेर हाम्रा चाहनाहरू पूरा गर्ने मेरी आमा, आफ्ना पीडा लुकाएर हाम्रा आँसु बुझ्ने मेरी आमा। मेरो हारमा रुने र जितमा रमाउने मेरी आमा, मेरो हारमा रुने र जितमा रमाउने मेरी आमा। गलत बाटोमा हिँड्दा सही बाटो देखाउने मेरी आमा। बच्चाको पहिलो शिक्षक बनेको नै आमा हो, बच्चाको पहिलो शिक्षक बनेको नै आमा हो। आमाको मन बच्चाको कक्षा कोठा हो। जिन्दगीमा साथ दिनेको पहिलो नाम हो आमा, जिन्दगीमा साथ दिनेको पहिलो नाम हो आमा। सबै बालबालिकाहरूमा छन् आमाको काखमा। हजुरलाई वर्णन गर्न असम्भव छ आमा, हजुरलाई वर्णन गर्न असम्भव छ आमा। हजुर त भगवानको अर्को रूप हुनुहुन्छ आमा। मृत्युका बाटा धेरै छन् जीवनमा, मृत्युका बाटा धेरै छन् जीवनमा, तर जन्म दिने आमा कुनै हालतमा फेरि पाइँदैन, तर जन्म दिने आमा कुनै हालतमा फेरि पाइँदैन। सधैँभरि म हजुरको प्यारी छोरी बन्न सकु, सधैँभरि म हजुरको प्यारी छोरी बन्न सकु, हजुरको प्यारी छोरी बन्न सकु। हस्त धन्यवाद।